प्याज अदुवा लसुन टमाटर यसलाई म मिक्सरमा ग्राइन्ड गर्छु। अनि यता खोर्सानी तेजपत्ता छ। अनि यो हाम्रो सधैँको मसला हैन। अब म के पकाउँछु भने कराईमा चिकन बनाउँछु, तर पानीमा तेल नहाली बनाउँछु। हेरौँ है त। कराई बसाले पानी हाले। अब यसलाई म बोइल हुनु दिन्छु है त। बोइल हुनुभन्दा अगाडि यसमा के हाल्छु त, चट्टसँगले पहिला बेसार। पानी बोइल भयो। अब म यसमा मैले धोएर राखेको तेजपत्ता हालेँ है त। अब यसमा म चिकन हालिदिन्छु। अब कति चाहिन्छ त्यति। यसलाई म छोपेर पकाउँछु। छोप्यो। अब यसलाई 20 मिनट जति पकाउनुपर्छ। तरकारी आफ्नै बोसो छोड्यो है। अनि मैले सबै पिसेको मसला हालिदिएँ। अब मैले देखाएको थिएँ नि, प्याज टमाटर अदुवा लसुन। अब फेरि अनि अलिकति पानी थपिदिएँ। अब यसलाई सुकाउँछु है त। अनि कस्तो हुन्छ देखाउँछु। बिर्को निकालेर पकाउँदैछु। फाइनली रेडी भयो।